यो त 20 वटा चाहिँ चढ्छ होला। कमन मात्रै आएन। त्यो त रौ जस्तो छ एउटा हैन? ग्रासकार हो। कुन त ठुलो ग्रासकाप हो? त्यो त मैले घाँस हालेको त यिनीहरूले खाएन त हौ। यो जस्तो कि टाइम टेबलमा खान्छ 4 बजेतिर आउनु, केराको पात दिनु अनि मात्रै ल्याउँछ खानलाई। त्यो पत्ताकोपी खाँदैन यिनीहरूले? बनाकोपी पात धेरै खान्छ यो माछा। सब अन्डा भइसकेको नि, अन्डा छ प्याक छ। किन कफी हेर्नु भनेको जा यसमा सार्नु। पोहोरको ग्रासकाप त्यत्रो छ। बाक्लो भएको ठाउँको माछा चाहिँ नबढ्ने नै हो रहेछ कि? यो साइजको बच्चाहरू छ त तर यो त 20 वटा पनि लाग्दैन होला, लाग्छ 10 वटा लाग्छ। 5-6 वटामा आधी केजी हुन्छ। त्यहाँ 10-12 वटा लाग्ने रहेछ। 150 ग्रामको छ, कुनै 200 ग्रामको छ। कुर्सीमा बसेर खाइरहेछ। तर यो मसिनो भुराले नै खाएको हो नि त। यसमा ठुलो खासै नहुनु पर्ने, 1-2 वटा होला। चल चटनी हो। तान्न सक्नुहुन्छ नि? मलाई खिचेर लगिहाल्छ खोलातिर। यति माछा परेको छ, कहाँ जानु कहाँ नजानु भनेर माछाहरू फोन गर्छ। त्यो माथि खेल्ने त कोत्रीकै भुरा होइन, त्यो माथि बिरबिर खेल्छ नि। यो 2-3 वटा पोखरीमा आइरहेछ यार। यसमा होइन कि यो 2टा छ नि, तलको 2टा। यसमा त आइरहेछ, कोत्रीकै भुरा हो क्या त्यो। म यस्तो हेर्छु लटको छ, 3-4 लटको छ साले। खोइ आयो। अनि मुनि छ माछा, त्यो गोजी भित्र नओटेर माथि आइसकेको छ। गङ्गटाले पनि खबर गरिरहेको छ। साला गङ्गटा बिजुलीहरू सबै एकदम चल्ने खालको छ। यो बिजुलीहरू राखेर के जान्छ? ठुलो बिगेटहरू बेच्दा राम्रो हुन्छ। झारिदिनु बिगेट झारिदिनु त्यही। 1 केजीको छ। यिनीहरूलाई हटाइदिनुपर्छ कि जितियाको लागि हुन्छ त हेर्दै गर्छ, नै हुन्छ त के। यही माछाहरू बल गर्दैछ।
के बिगेडो सबै बिगेट निकै बढ्दैछ अब मैले भने जस्तो पक्रिनु बिगेट आफ्नो बढ्दैन यत्रो रहेछ नि यतिले पुगिहाल्छ कि के छ अवस्था 10 केजी भन्नुभएको छ त यो खर्च आज दिएर पनि घटी बढीमा 4 केजी 5 केजी त बोट नै छ यो माछा हेरेपछि त वजन त देखिहाल्छ